यो कटिङ गर्न लागि बाउले भोटो दौरा चोली के नामले चिनिनुहुन्छ हजुरहरूले धेरै दिदी बहिनीहरूले चाहिँ यसको ड्राफ्ट कटिङको भिडियो पनि राख्नु न भन्नुभएको थियो। ल यो चाहिँ कटिङ गर्न लागि चोली चाहिँ 3 महिनाको बच्चाको लागि हो, जसको लागि चाहिँ मैले लम्बाइमा 3.5 इन्च लिएको छु भने काखीको लागि 5 इन्च तल झरेको छु र छातीको लागि 8.5 र लम्बाइमा 13.5 इन्चमा चाहिँ चिन्ह लगाएर चाहिँ मैले स्ट्रेट लाइन तान्दै छु। हजुरहरूले पनि यही तरिकाले डबल फोल्डमा कपडा लिएर चाहिँ यही तरिकाले चाहिँ ड्राफ्ट तयार गर्न सक्नुहुन्छ। गलाको लागि 2 इन्च लिएको छु भने र पौने 1 इन्च तल गएर चाहिँ मैले गलाको सेप दिएको छु। चौडाइमा भने मैले 6.5 इन्च कपडा लिएको छु र काखी गोल्याउनको लागि जसरी मैले स्ट्रेट लाइन तानेको छु नि हजुरहरूले पनि त्यही तरिकाले स्ट्रेट लाइन तानेर चाहिँ काखी पनि गोल्याउन सक्नुहुन्छ। यसरी 6.5 इन्च चौडाइमा कपडा लिएर चाहिँ यसरी जसरी मैले स्ट्रेट लाइन तानेको छु नि त्यही तरिकाले स्ट्रेट लाइन तानेर चाहिँ चिरुवा भागको लागि भने 2 देखि 2.5 इन्चसम्ममा चिन्ह लाउन सक्नुहुन्छ। त्यसपछि भने जसरी मैले काखी गोल्याएको छु नि हजुरहरूले पनि त्यही तरिकाले काखी गोल्याएर शोल्डर डाउन भने हाफ इन्चमा शोल्डर डाउन गर्न सक्नुहुन्छ। यति गरिसकेपछि भने हामीले पछाडिको पाटा चाहिँ कटिङ गर्न सकिन्छ साथीहरू। यसरी पछाडिको पाटा कटिङ गरिसकेपछि भने अगाडिको पाटाको लागि भने बन्द भागको आवश्यकता पर्दैन। डबल फोल्डमा कपडा लिएर चाहिँ जसरी मैले पछाडिको पाटालाई राखेर छाप्दै छु नि त्यही तरिकाले हजुरहरूले पनि छातीमा कम्मरमा र लम्बाइमा चाहिँ एउटा स्ट्रेट लाइन तान्दिनु होला। यसरी स्ट्रेट लाइन तानिसकेपछि भने हामीले गलाको लागि भने त्यही पछाडिकै पाटालाई राखेर पनि गलाको चिन्ह पनि लाउन सक्नुहुन्छ र चिरुवाको भाग पनि पछाडिको पाटामा जति राख्नु भएको नि अगाडिको पाटामा पनि त्यतिकै राख्नु होला र गला भने त्यही 2 इन्च चाहिँ खुलाएर राख्नुपर्ने हुन्छ। त्यसपछि भने हामीले यो छातीमा पछाडिको पाटा भन्दा अगाडिको पाटामा चाहिँ 1 इन्च एक्स्ट्रा कपडा लिनु होला र कम्मरमा भने 3 देखि 3.5 इन्च एक्स्ट्रा कपडा लिएर जसरी मैले बक्स बनाएको छु त्यस्तै तरिकाले बक्स बनाएर चाहिँ चोलीको सेप दिन सक्नुहुन्छ। मैले जसरी भिडियोमा चोलीको सेप दिएको छु नि हजुरहरूले पनि त्यही तरिकाले सेप दिएर चाहिँ कटिङ गर्न सक्नुहुन्छ साथीहरू। यसरी चाहिँ चोलीको अगाडिको पल्ला पनि कटिङ गरिन्छ र यो चिरुवा भागमा भने चुटुक्क चुट्की लगाइदिनु होला, सिलाउनको लागि सजिलो हुन्छ। त्यसपछि भने बाउलाको लागि भने मेरो यो बाउलाको लम्बाइ 8 इन्च रहेको छ र 8 इन्चमा मैले 1.5 इन्च एक्स्ट्रा कपडा लिएर 2 इन्चमा चाहिँ काखी तल झारेर चाहिँ मैले बाउलाको पनि कटिङ गर्दैछु साथीहरू। यसरी बाउलाको पनि कटिङ गर्न सकिन्छ। मोता भने मैले 3.5 इन्च लिएको छु, एक्स्ट्रा 1 इन्च लिएर मोताको लागि पनि चिन्ह लगाएर चाहिँ मैले बाउलाको कटिङ गर्दैछु। हजुरहरूले पनि यही तरिकाले कटिङ गर्न सक्नु।